हाम्रो केटो पनि ब्लुबेरी पिकिङमा आउने कि छिन् आज हालेर भन्दामाथि वेस्ट ओभर लेखेर चाहिँ 6 जना वेस्ट ओभर हुन्छ हामीले लगेर चाहिँ के 39 51 आज हेर्दै ब्लुबेरी टिप्दैछन् हामीले छोरीहरूले यहाँ खाँदैछ हो कति छ मिठो छ हेलो कति छ हो चुत्रो चुत्रो रुख पान जस्तै है टिप्नु कति छ के ब्लुबेरी भरेको कि खाएको पेट भर्नु पर्यो नि त यार अलि अमिलो थियो कुनै पाकेको त गुलियो हुँदो रहेछ मिठो छ है यो यस्तो मिठो हुने अझ है अन्त चेरीको नि मन पर्छ क्या मलाई त चेरी त एकदम मिठो हुन्छ कहाँ पाइन्छ चेरी हजुर ऊ त नेदरल्यान्डतिरै पाइन्छ केटोले जाडो त के जाडो हो र साह्रै गर्मी कति टिप्यौ रे भल्ल त तपाईँबाट लिएर आएँ तपाईँले मैले के तपाईँ टिप्नु भएन त कि पहिला भुँडी भर्ने हो के भन्यो छोरो छोरी पर अलिअलि टिपिसक्यो आइडिया लाग्यो नि यसले बस त ठोकेर खाऊ भनेको अलिअलि टिपिराखेँ ठिक छ ए छोरी तिमीलाई यो ब्लुबेरीहरू पसलमा कहाँबाट आउँदो रहेछ जस्तो फिल भएको थियो थाहा भयो आज हो अचम्म लाग्यो कि नर्मल लाग्यो यस्तोमा हुन्छ भन्ने थाहा थियो र अचम्म लाग्यो एउटा सारा आन्टीको घरमा पनि छ एउटा प्लान्ट त सानो ब्लुबेरीको सम्झेछौ सम्झे छैन होला त्यो बत्ती भन्दै हिँडिरहेको छ कहाँ हो बत्ती भन्दै बत्ती भन्न छोड्दैन के छोड्दै के हुँदैन तिमी छेउमा नजाऊ हान्छ यो घाममा मस्त घाममा आउँदा टापटुप टिपेर भागिहाल्नु भनेर कि किन यस्तो गर्मी बनाएको होला है होइन क्या यो ओपन गरेको चाहिँ 6 बजीसम्म मात्रै 1 बजीदेखि अरे यस्तो घाममा ए लटरमै छन् त्यसो त अब ए यार अघिदेखि आउनु पर्थ्यो बसेर टिप्ने ठाउँमै भेट्यो त यहाँ त आयो ए दादाले बोक्यो आऊ यहाँ चाहिँ यहाँनिर ब्लुबेरी पिक गरेर यहाँ बसेर छायामा बाजेले त्यहाँको कुर्सी सुर्सी सबै ल्याएर बस्यो हुन्छ भन्दै थिएँ अहिले ल्याइएन तर यहाँ मजा छ चटपटे कार्यक्रम भइरहेको छ कस्तो लागिरहेको छ चटपटे ओ बन्टी पल्ट्यो त्यसले फेरि बक्रा आमा कागती हालेर ठिक भइसक्यो कस्तो महसुस गर्नु भयो त एकदम दामी होइन तपाईँको जागिर त्यता भइहाल्छ भन्ने कुरो छ त आज चाहिँ हामी यो एउटा ब्युटिफुल रोडबाट मौली नागबेली बाटीबाट हाम्रो घरबाट 10 मिनट पर ब्लुबेरी पिकिङ गर्न जाँदैछौँ हाम्रो एक्सपिरियन्स कस्तो हुन्छ आलाबामाको ब्लुबेरी पिकिङ र योमा के फरक छ एकैछिनमा थाहा पाइन्छ हेर्दा त राम्रो छ रिभ्यू एकदमै राम्रो 4.9 आउट अफ 5 रिभ्यू छ धेरै खालको चिजहरू पिक गर्न पाइन्छ भने आज चाहिँ ब्लुबेरीको लागि ओपन छ त्यहाँ ब्ल्याकबेरी छ रास्पबेरी छ पिचेस छन् एप्पल छ फ्लावर्सहरू छ धेरै कुरा छ नर्थ क्यारोलाइनाको पाइलट माउन्टेन जाने बाटो रहेछ मिठी बाटी कति राम्रो बाटो यार मलाई यहाँ आएपछि गेस हुन्छ त त्यही त है पिक्यो वान ब्लुबेरी टमाटर होइन फ्लावर छ ब्ल्याकबेरी छ यहाँ आउने बाटो पनि त्यस्तै राम्रो के फेरि
यो चाहिँ ब्ल्याकबेरी मजाले कालै भएन है बाबा एकदमै राम्रो एप्पल पनि छ ब्ल्याकबेरी छ ब्लुबेरी यहाँभित्र ए यहाँ पनि रहेछ लास्ट टन्नै फलेहान फल्न त फलिहाल्छ नि घरमा त बुटा चाहिँ सानो सानो ऊ त तल ठुल्ठुलो खान्छौँ त एकदम पाकेको मस्त पाकेको अमिलै छैन है अलिअलि चाख्यो तर यिनीहरूको नियम चाहिँ के रहेछ भने टिप्नी मात्रै हेरेँ नखाने भने इन्सपेक्सन त खासै गर्दैन होला अहिले त बजाइहालिन्छ यहाँ त अमिलै छैन छोरी सानो सानो नटिपाए ठुलो ठुलो टिपा मजाले मात्रै मिठो छन् छोरीले ब्लुबेरी टिप्दैछिन् दुईवटा त झुप्पा झुप्पा छन् गुड जब हाम्रो पनि ठिक कता हजुर बुटा ठुला अग्ला थियो तर पाक्ने टाइम नभएको जस्तो लाग्यो मलाई त अमिलो भएको कारण त्यही भएर होला बेबी खिचिमिची छ आऊ 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 यो खाऊ टिपी टिपी गर दिएपछि खाने हो क्या कति ढिलो रमातेको त नि खप्प पारा नाम 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 गर यहाँ त उस्तै पनि एउटै बुट्टाबाट एउटा क्वाट पट्टा भरिँदो रहेछ क्वाट पनि सानो हुँदो रहेछ 7.5 रुपियाँ केटाटी खाऊ है खाऊ खाएन भने घाटा पसलमै आउँछ 7.5 त्यति बजारे ठोक्का अर्ग्यानिक त भयो पनि 7.5 त एउटा आउँछ यार त्यही भएर ठोकेर खाऊ ठोकेर सबैले खान्छन् क्या रुल त फलो गर्दै गरौँ नि बिस्तारै अगाडि रुल फलो गर्नुपर्छ क्या हजुर तलबाट देखिँदो रहेछ यसरी भुइँबाट खसे खान के टिपेर खाइदिउँ ल यसरी भुइँबाट झरे खान अनि साथीहरूले चाहिँ टिपेर नखायो अरे हजुर म हेर्छु केटाले झारेको म उ गर्छु बाबा झार्नु हुँदैन नि होइन होइन पातमा हानेछ फलफुलमा हानेछ त्यहाँ त आफूलाई मात्रै होइन यो पातैलाई गर्मी गरेर हेर न कस्तो हराभरा पात छन् यहाँ उहाँका चाहिँ पातै अर्कै सुकेका जस्तोदेखि नि है यहाँ त मजा रहेछ यार हेर त क्लोजअप हानिदिनु पऱ्यो एउटा ब्लुबेरीको त्यतापट्टि ब्ल्याकबेरी छ अनि त्यसपछि आरू छ अनि स्याउ छ यहाँ त हरेक सिजनमा आउनुपर्छ यार केटाले नि 20 वटा भन्दा बढी हाल्ला यार देखको दिएछु अहिले चाहिँ थाहा पाएछ आफै टिपेर खान थाल्यो हरिया सरिया खायो क्या उसलाई त अलिकति घाम बसी पसिना हो क्या अन्त आफै टिप्दै खाँदै के खाएको बाबा के खाएको आइहान के खाएको के खाएको माम खाएको त मामै खान्छ त्यो खायो पछि आउनुपर्छ त्यो अङ्गुर हो कि जस्तो लाग्यो यतापट्टि ब्ल्याकबेरी अनि यो पनि ब्लुबेरी हो पुरै यार अनि उतापट्टि पुरै पिचहरू आरू के अरे आरू र स्याउ ओहो यता आउन यस्तो हावा मिठो हावा यता त हामी के भयो भने बिहानै आयौँ नि त स्याटरडे मर्निङको फर्स्ट आवर सेकेन्ड आवर जस्तोमा आइयो 7:30 देखि 8:30 को एउटा थियो 8:30 देखि हामी आएको यो एरिया त कसैले कभरै गरेको छैन नि त एक हप्तादेखि खत्रै तालले टिप्यो मजा आयो यार अगाएर सबैजनाले अब यहाँ त बढी खान सकिँदा पनि भइसक्यो यार चोरियो जस्तो लाग्यो अलिकति तर ठिकै छ बट्टा महँगै रहेछ नि यहाँ उहाँ 3.5 रुपियाँमा त्यति सबै 7 रुपियाँमा त्यति सबै आएको थियो यहाँ 15 पर्ने भयो अनि त्यही राख टक्का हुन्न के छोरी त्यसो नगर अगाएर बकेट भरेर अब यसो 15 मिनट जति डुल्नु पर्यो फार्म अनि त्यसपछि बल्ल घर लाग्नु पर्यो हावा नि सरर चलेर रहेछ मौरी पनि देखाएको छ मौरीको पनि यिनीहरूले बनाउनुपर्छ किन यिनीहरूलाई पोलिनेसन गर्न पाइन्छ नि त यसरी ढाकिदिनु कसरी पोलिनेट हुन्छ खोल्छ नलाउ पोलिनेसन हुन्छ अनि पछि बन्द गर्छ लामो दुईवटा प्याकेट 2 क्वार्ट भन्दो रहेछ टिप्यो 1 घन्टाभन्दा 5-10 मिनट अगाडि नै भ्याइयो खाएर नि अगाएर नि
त्यो भएर खास थोरै टाइम जस्तो लाग्यो हतार गरेको थिएँ तर इनफ रहेछ ए यहाँ यस्तो ठाउँ छ इन्ट्री गर्ने ठाउँ यतापट्टि पिचको पनि छन् उता स्याउ छ गाडी पार्क गरेका छन् यस्तो राम्रो छ कि यार उतापट्टि स्याउ हो कि के हो साह्रै राम्रो लास्टै नै राम्रो भन्यो भने पहिलोचोटि आएको भएर हो कि हुन त दोस्रो हो त्यसमा चाहिँ ब्लुबेरी मात्रै थियो बाटोको छेउमा यो त साह्रै अर्गनाइज यहाँबाट हामी रोडमा पुग्नलाई 1 माइल चाहिँ यस्तो कच्ची बाटो हिँडेर जानुपर्छ बाटो पनि यस्तो राम्रो छ साह्रै एकदम राम्रो है बाटो सबै छ उता उता त्यहाँबाट थिचेको यो चाहिँ स्याउ एप्पलहरू हो सबै है यस्तो मजाले सानो रुखमा टक टक एकदमै हो स्याउको बोटो भनेको त ठुलो चढ्न मिल्ने हुन्छ है हातले टिप्ने यिनीहरू स्याउ हुन त त्यस्तो ठ्याक्कै हाम्रो टाइपको अर्ग्यानिक चाहिँ हुँदैन यिनीहरू सबै जेनेटिकली मोडिफाई गरेर यस्तो बनाएको है त्यही त हो नि लटरमै फलेका ओहो स्याउ पिक्नु त आएन तर स्याउ त दुईवटा खाएपछि अगाडि घर गएर के गर्नु तर हेरे ठुल्ठुलो त्यहाँ हेर्नु त कत्रा खान होइन यिनीहरूको टाइम हुँदैछ अब अगस्त भयो क्या ए फेरि आउनुपर्छ यार बहुत राम्रो ठाउँ रहेछ आलु खोसी रहेछ हेर त है सत्र क्या हेर न कस्तो राम्रो ठाउँ कस्तो राम्रो त बाटो पनि हुँदा हेर फाटो उता पनि के होला क्या तिनीहरूकै होला सबै कुनी टिसिया फले फेरि स्याउ के हो नि टिसिया नै लडरमै गेडाएको ठाउँ फलेको के हो के हो यो के हो अर्को त पिचहरू प्लम जस्तो पिचहरू के हो कति फलेको भनेको यस्तरी यहाँ त यिनीहरूले बेचेको त महँगो रहेछ त्यसो त यो पसलमा बेच्ने त यसरी फलाएर बेच्ने रहेछ त नि है यिनीहरूसँग सस्तोमा लिएर पसलले ठग्दो रहेछ यहाँ पनि यसरी त फल्दो रहेछ त फाट्छ फेरि ओहो आल्सा जस्तो टाइपको हो के हो र अलि सानो छ र सानो चाहिँ आरो नै हो ए होइन म्यान्डरिन नेक्टरिन के म्यान्डरिन होइन नेक्टरिन हो क्या हो यो पनि गर्न आउनुपर्छ यो त पाकिसक्यो त यताको यो पनि पाकिसकेको छ आइरहेको 10 मिनेटमा घर पुग्छ अघि जे पनि पिक गर्न आयो